आज चाहिँ हाम्रो घरमा दिवाली भइसक्यो। आज चाहिँ हाम्रो घरमा त तिहार मनाइसक्नु भएको छ हैन। अनि यहाँ हेर्नु हाम्रो डिजाइनहरु। यहाँ हेर्नु त हाम्रो डिजाइनहरु। यहाँ चाहिँ बहिनीले टेक्दै गएको छ अनि यहाँ हामीले दियो राखेको छौं। अनि यहाँ चाहिँ मेरो दिदीले पुज्दै हुनुहुन्छ। अनि यहाँ लक्ष्मीको फोटो छ। अनि हामीले पैसा राखेको छौं। अनि यहाँ भए सबै सामानहरु राखेको छौं हामीले यहाँ तिहार मनाउनको लागि लक्ष्मी पुज्नलाई। अनि यहाँ चाहिँ मेरो बहिनी छ। यहाँ चाहिँ राजा छ भाइ। अनि यहाँ चाहिँ मेरो भाइ छ निदाउन आँटेको छ राजा। अनि यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ। अनि यहाँ चाहिँ मेरो बाबा हुनुहुन्छ। अनि यहाँ देख्नु मेरो बहिनीको पाइला छ यहाँ चाहिँ लक्ष्मी भित्राको हामीले। अनि यहाँ चाहिँ हाम्रो रङ तिहारको त्यो छ। अनि हामीले ह्याप्पी तिहार भनेर पनि लेखेको छौं। तपाईहरुकोमा तिहार कस्तो आयो? हाम्रोमा त यस्तै आयो है। तपाईहरुलाई म उयोहरु देखाउँछु ल हजुर। अनि यहाँ हेर्नु हामीले झिलिमिली पनि हालेको छौं नि। अनि हामीले दियोहरु पनि राखेको छौं। अनि उताबाट पनि राखेको छौं। अनि यहाँ पनि राखेको छौं हामीले। अनि उताबाट पनि राखेको छौं। अनि यहाँ चाहिँ मेरो फुपूको भाइ छ फुपूको छोरा। अनि यहाँ पनि हामीले राखेको छौं किचनको यहाँ। अनि तपाईहरुलाई देखाउन लान्छु ल म। अनि आज हाम्रो कुकुरहरु छ हैन। अनि यहाँ हामीले दियो राखेको छौं एउटा। अनि एउटा चाहिँ ऊपर देख्नु भयो यहाँ हेर्नु ऊपर हामी चाहिँ अब यहाँ पनि छ। हामी चाहिँ अब बम पड्काउन हामी चाहिँ बम पड्काउन आँटेको हैन। बम पड्काउन आँटेको हैन गाइजहरु। अनि तपाईहरुकोमा चाहिँ कस्तो तिहार आयो? हाम्रोमा त यस्तै हो। अनि आज बाबाले बम पड्काउन आँट्नु भएको छ। एउटा गर्दा। अनि यहाँ चाहिँ मेरो जेठी दिदी हुन्छ हो।